धने धने रुक आए आए छिटो आइज न तँसँग सानो सल्लाह थियो के गर्न चाहिँ सल्लाह गर्न आउँछ यतिखेर तँसँग सानो सल्लाह गर्नुपर्ने थियो जाउँ त माथि कुरा गर्नुलाई ठिकै छ ल अहिले माथि घामतिर ला होला घाम ला होला जाऊँ न त रुक अनि आज के कति काम ल्याइस् तँसँग सानो सल्लाह थियो त्यही भएर यो पहाडले हामीलाई छेक्यो धने म सहर जान चाहन्छु सहर किन माने यो गाउँमा केही नै छैन सहरमा ठुला ठुला बिल्डिङ गाडी घोडाहरू हाम्रो यहाँ के चाहिँ विकास भएको छ र भने हेर माने त्यस्तो होइन नि हाम्रो आफ्नै गाउँ होस् यहाँ स्वच्छ हावा छ यहाँ आफ्नै मान्छे छ यहाँ हामी आफ्नो गाउँमै बस्नुपर्छ कि न स्कुल छ न भने जस्तो हस्पिटल छ त्यसैले म सहर जान चाहन्छु धने हेर माने किन यस्तो कुरा गर्दैछस् यहाँ आफ्नो गाउँमा सबै आफन्तहरू हाम्रो यहीँ छन् हामी जे भए पनि यहाँ चलिरहेको छ त यहाँ स्वच्छ हावापानी छ सहरमा कहाँ त्यस्तो हुन्छ र त साँच्चै आज किन यस्तो कुरा गर्दैछस् सहर गएर चाहिँ त के नै गर्छस् र सहर गएर के गर्ने भने नोकरी खोजौँला केही गरौँला पैसा कमाउँला यहाँ बसेर के चाहिँ गर्ने आफै भन्दा हेर माने यो हाम्रो आफ्नै जन्मभूमि हो यहीँ हामीले के गर्नुपर्छ यहाँ हाम्रो सबैजना पुर्खौलीहरूले यहीँ बसेर यहीँ कसै गऱ्यो भने हामी चाहिँ सहर के गएर किन गर्नु र हामीले पनि त आफ्नो गाउँलाई विकासतर्फ लाग्नुपर्छ अन्त गएर मेहनतै मात्रै गरेर कति गर्ने अरूको नोकरी चाकरी मात्रै कति गर्न चाहन्छस् हेर हाम्रो पनि यहीँ आफ्नै खेतीबारी छ राम्रो हुन्छ हामी यहाँनिर के खेती किसानी गरौँला यहाँबाट पनि त हामीले अन्न बाली बेचेर हाम्रो गाउँलाई पनि विकासको तर्फ लाग्न सक्छौँ त हामी जतिको यस्तो युवाहरूले नै यस्तो भनेर सहर पस्यौँ भने त अलिकति पढे लेखेको मान्छेहरू अनि गाउँ कसरी विकास हुन्छ झनै गाउँ त भाँसिँदै मासिँदै पो जान्छ त माने हो धन्य तैँले भनेको कुरा एकदम ठिक हो आफ्नो गाउँमा बसेर खेती किसानी गर्दा पनि राम्रो हुन्छ तर पोहोर साल हाम्रो माइला काकाको त्यो तरकारीहरू बन्दाहरू लाउनु भएको थियो सबै बारीमै कुहिएर गयो बजार व्यवस्थापन केही छैन त्यसै भएर म गाउँ बस्नै चाहन्न म सहर जान चाहन्छु भने माने त त्यो कुरामा साँच्चै पक्कै भएको नै हो र तैँले त पहिले यस्तो कुरा केही गरिनस् त पक्का भएको थिएन धने अब अहिले चाहिँ पक्का भयो अनि साँच्ची तर म त जहाँ गए पनि सँगै जाने बाचा गरेको थिएँ तँ पनि जाने मसँग काठमाडौँ भोलि हेर माने सबै बाचाहरू पुरा हुन्छ भन्ने छैन नि त तैँले मेरो घरमा पनि देखेकै छस् आमा बिरामी हुनुहुन्छ आमालाई अनि हेर्न बस्नै पर्यो घरमा यति बारीहरू छन् खेतीपाती काम गर्नै पर्यो त जान बरु पछि हामीलाई नि मिलाएर ल ठिकै छ नि त भने मेरो भोलिको गाडी छ अनि साँच्चै मलाई माया चाहिँ नमारे फेरि साथी माया मार्ने कुरा किन गर्छौ हामी त साथी सँगै गयो नि बरु अबेर पनि हुन लाग्यो ए मेरो आमालाई त औषध दिने पनि टाइम भएछ साथी अब चाहिँ लागौँ मलाई है हामी हुन्छ भोलि जाने बेला भेटौँला नि त है ठिकै छ साथी ल हुन्छ भोलि जाने बेला भेटौँला नि त है ल सर मलाई मेरो पैसा चाहियो ए भाइ मसित पैसा कति फोन गरेर प्लिज सर मलाई एकदमै गाह्रो भइसक्यो एकचोटि फोन नगर भन्दा लाग्दैन क्या कस्तो कता मान्छे रहेछ नि कसले काम गरेर कल गरेर फेरि यति बेलानको बेला ओहो माने हेलो धने तेरो स्वर किन यस्तो किन आत्तिँदैछस् यार म समस्यामा छु यार मलाई कम्पनीले काम गर्ने ठाउँमा पैसै दिएन यार तनाव भइरहेछ ए हो र के भयो त्यस्तो चिन्ता नगर म भोलि आउँछु अनि साँच्चै त कहाँ बस्छस्
त्यो पनि राम्रोसँग भन्दै। म यहाँ 16 खोटेमा बस्छु यार। ठिक छ म भोलि आउँछु, भोलि भेटेर सल्लाह गरौँला नि, किन हात्तिन्छस् र? ए ल ठिक छ। ओहो माने के छ? नाइस। आए साथी अच्छा यार ठिकै छ। के हो नि कोठा त पुरा अर्थ व्यस्तै छ त। के हो त्यस्तै छ यार। ठिक छ बसेर कुरा गरौँ न, आइज नि बस। भने मैले तँलाई बिर्सेँ यार, गाउँलाई बिर्सेँ यार, मलाई माफ गरिदे है। त्यस्तो होइन नि साथी, अहिले सम्झिस् खुसी लाग्यो। बरु यतिका 2 वर्ष कसरी बित्यो तेरो? के गर्ने यार, कम्पनीमा काम गरेको, कम्पनीले अहिले पैसा दिँदिन, जे गर्नु छ गर भन्छ, त्यही भएर मलाई तँ सम्झियो। मलाई मैले पहिल्यै भनेको थिएँ नि, सहरको लोभ लालच राम्रो छैन, धनको मोहमाया यस्तै हो साथी। अनि त्यो अरू के छ त विचारहरू, के सोचिरहेको छस्? अब म गाउँ जान चाहन्छु यार, गाउँमै गएर केही गर्न चाहन्छु, तँसँग मिलेर केही गर्न चाहन्छु। ठिकै छ त, मैले पनि पहिल्यैदेखि नै चाहन्थेँ कि त मसँगै गाउँ बसोस्। किन त सँगै गाउँमा गएर केही गरौँ न अब। हुन्छ यार, म गाउँ जान्छु अब। गाउँै जाउँ यार। हुन्छ यस्तै हो साथी।